नमस्ते यहाँहरूलाई चाहिँ मैले यहाँ कुशी गाउँपालिकाको सुन्तलाको समग्र विषयमा अहिलेको सुन्तला अवस्था के छ र सुन्तला कस्तो उत्पादन भइरहेछ र बजार अवस्था कस्तो छ भनेर चाहिँ किसानसँगै प्रत्यक्ष रूपमा चाहिँ कुरा गर्न चाहिरहेको छु। यहाँ एकजना हामीसँग किसान हुनुहुन्छ, तपाईँको शुभ नाम? धनबहादुर सिंह, जिल्ला जाजरकोट, वडा नम्बर 5, कुशे गाउँपालिका, नाउलिखे धनबहादुर सिंह, कृषक। अहिले सुन्तलाको अवस्था के छ? पहिलाको भन्दा चाहिँ अहिले उत्पादन वृद्धि भइरहेछ या त घटेर चाहिँ के भइरहेछ अहिले? अहिले खासै पहिलाभन्दा उत्पादन घटेको छ। अनि यो तपाईँको यो पत्ताहरू प्यालो हुने, क्याङ्कर जस्तो बोक्राहरू खुल्किएर जाने, हजुर, खासै पोहोर सालभन्दा अहिले साल धेरै घटिरहेको र अनि तपाईँको असारदेखि सुन्तला बिल्कुलै रुटबाट बोटबाट झडिरहेको अवस्था। हजुर। अनि त्यस पछाडि पहेँला पत्ताहरू हुने, अनि त्यो फेदमा पुरा पिठो जस्तो लागेको सेतो, हजुर। अनि बोक्राहरू खुल्किरहने, टुप्पोबाट सुक्दै आउने, लक्ष्य म्यान भनेको त्यो र अनि किरामा पदुर्या, यिनी लक्ष्य भए खाने, दानाहरू गिर्ने म्यान नै यही नै छ सर। अहिले यो वर्ष मात्रै देखिएको थियो कि पहिला पनि देखिरहेको थियो यस्तो अवस्था? पहिलातिर खासै हामीले देख्यौँ क्या, अहिले यस्तै जस्तै कृषि शाखातिर हामीले सङ्घ संस्थातिर तालिम गर्दाखेरि अहिले यो लक्षणहरू बढी सङ्केत आएछ। टुप्पाबाट सुक्दै आउने र अनि खरानी जस्तो पिठो छडेको, फेदमा बोक्राहरू खुल्किँदै जाने, बिचबिचमा गुम जस्तो छोड्ने, यो लक्षणहरू छ सर। अनि अहिले सुन्तलाको अवस्था, बजारको अवस्था के छ? बजारमा कतिको माग भइरहेछ पहिलाको भन्दा के छ अहिले? पहिलाभन्दा बजारमा पहिला अब मेला पाखातिर डोकीमा लिएर बेच्ने हुन्थ्यो भने अहिले बजारमा मागहरू त प्रशस्तै मागहरू आइरहेछ। पहिला अब 1 रुपियाँको अब मेरै पालापति 5-6वटा दिइन्थ्यो भने अहिले दानामा यहीँ बोटीमै 10 रुपियाँ परिरहेछ। अहिले बजार अवस्था राम्रो छ, तर उत्पादनमा कमी आउने र बोटहरू सुक्दै जाने, प्रत्येक हामी कृषकहरूलाई निराश जस्तै हुँदै गइरहेको अवस्थाले अलिक गाह्रो छ हजुर। अहिले कति रुपियाँ केजीसम्म गइरहेछ सुन्तला अहिले? अहिले ठ्याक्कै यहाँ तपाईँको समथम 100 भन्छन्, अब 100 भन्ने जस्तै हल्ला छ। खासै 80 देखि 70 रुपियाँ केजी यहीँ बोटमै बिक्री भइरहेको अवस्था। किन अघिल्लो वर्ष के थियो? अघिल्लो वर्षमा 45 देखि 40, 60 लास्टमा तपाईँको 70सम्म गएको हो। अहिले अब 50बाट माथि तपाईँको 70-80मै गइरहेछ। अब लास्ट के हुने हो खासै थाहा छैन। मूल्य राम्रो पाइरहेछ कृषकहरूले। त्यसो भए अब चाहिँ सुन्तलाको अवस्था अब के चाहिँ गरिदिएको भए, अर्थात् सरकारी निकाय अर्थात् कुनै पनि सङ्घ संस्थाले अर्थात् कुनै के चाहिँ गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई चाहिँ? हामीलाई त खास चाहिँ भन्दाखेरि कृषकहरूलाई एकदम जस्तै अहिले त कुशेमा व्यापक रूपले कृषकहरूले सुन्तला हुन्छ भनेर सुन्तला खेतीहरू प्रशस्त रूपमा गर्नुभएको छ। पुरै जग्गा जमिनमा अब अरू बालीहरू हुँदैन, भटमासहरू तोरीहरू छाड्ने, तपाईँको मकै गहुँहरू पनि बन्द गरिराख्नु भएको छ। अनि हाम्रो व्यावसायिक रूपमा गर्ने भने खेती सुन्तला खेती नै हो। सुन्तलाको यहाँ बिउमा फरक भएको हो कि सर? खासै मेरो विचारबाट मेरो नर्सरीमा भएको कारणले या तपाईँको सुन्तलामा उत्पादन कमाउने, जस्तै फल्ने 1-2 साल फल्ने, 8-10 वर्षमा काट्ने, यो लक्ष्य देखेको कारणले कृषकहरू निराश हुनुभएको छ। अनि खासै यो किराहरू मान्ने, यो सेतो खरानी रोगहरू के हो, यसको लागि मेन भनेको हाम्रो कुशेमा लक्षण भनेको यही नै हो। अनि यसको लागि कृषिबाट शाखाबाट या प्रदेश थियो कि हामीले नेपाल सरकारदेखि यो सुविधा पाए भए, प्राविधिक सरहरू आएर महिनातिर यताउता यो अनुगमन गरिदिए भए, खासै भन्दा मेरो सोचमा यो मेरो भन्दा हाम्रो कृषकहरूको सोचै यही हो। यो के रोग हो हामी खासै पत्ता लगाउन सकेको छैनौँ। अनि खादहरू यसमा के छर्केपछि ठिक हुन्छ, यो सिकाइदिए भए एकदमै अभारी हुने जस्तै मानिन्छ। जस्तै परामर्शहरू त पाइराख्नु भएको छ होला, के छ किस शाखाबाट जस्तै मैले यसरी गर्नु यो गर्नु भन्ने कुरा चाहिँ सल्लाह सुझावहरू कि पाउनु भएको छैन? सल्लाह सुझावहरू पनि पाइरहेको छु, तालिम पनि गरिरहेको छु। त्यो गरेर अब कुशे अर्ग्यानिक भन्ने अब कुशेको माग हो क्या र अर्ग्यानिकको पनि त्यो अर्ग्यानिक अलिअलि दबाई सबाई छैन, त्यसले पनि कन्ट्रोल नभएको कारणले खासै यो रोग देखेको अहिले ठ्याक्कै भन्ने भने 5 देखि 6 वर्ष जति भयो। पहिला थिएन यो सुन्तलामा लक्ष्य, अहिले 5-6 वर्ष भएको कारणले कृषकहरू निराश हुँदै जानुभएको छ। अनि बोटा वर्षमा 100 छ भनेपछि 20-25वटा प्रत्येक सालमा काट्दै फाल्दै गर्नुपर्छ। उत्पादनमा पनि कमी आइरहेको अवस्था। हस्, जानकारीको लागि चाहिँ धन्यवाद छ यहाँलाई। हवस्।